यी काम गरेर खाने खालका केटाहरू होइन यिनीहरूलाई कसैले छोरी दिने होइन यिनीहरूलाई छोरी पनि दिने यिनीहरूले काम गरेर खानै सक्दैन यिनीहरूले पराल खान आएको मजाले सुतिरहन् ट्राली मुनि सुतेर त्यो मुख ढाकेको मान्छे झन् एक नम्बरको अल्छी हेरेर त काठमाडौँ बस्ने गर्छन् अरे एक नम्बरको अल्छी छन् छोरी नदिनु पाल्न सक्दैनन् एउटा यहाँ माथि बस्यो भने उहाँ माथि यी बिहा गरेका हुने नि है 40-50 वर्षका 50-60 वर्षका भए कमर दुख्यो भनेर कामै गर्न सक्दैन भनेर लान उहाँको बुढी चाहिँ मजाले पराल फालिराख्नु भएको छ है उहाँ हेर्नु त ल बुढीले बुढालाई पालिरहेको अवस्था छ माथि पराल पनि खाद्न नसक्ने अवस्था छ उहाँ माथि बसिराख्नु हेर्नु त चाक खेचारेर बस्नुभयो आज पराल फाल्ने कार्यक्रम चलिरहेछ यस्तो धमाधम काम चलिरहेछ मेहनती केटाहरू छन् है केटाहरू दह्रो काम गरिरहेछन् अहिले चाहिँ केटी दिनुपर्छ जस्तो लागिरहेको ल ओ डमर लेभल बनाएर लिएर आइज यार पराल त छ न त 2 लाइन आउँछ यसैको 2 लाइन आउँछ लगेटा पराल फाल्ने काम भइरहेछ होइन मजाले लागिराखेको छ थुपारो ल अब मेरो पालो आहा पराल फाल्ने